सुनिता घलेको युट्युब च्यानलमा आज फेरि मैले लिएर आएको छु करेनको मुकबाङ मुकबाङ च्यालेन्ज त होइन मुकबाङ म एक्लै हो त्यही भएर मेरो साथीहरू चाहिँ नगर्ने रे त्यही भएर एक्लै मुकबाङ गर्नु पर्यो भनेर आज मुकबाङ गर्नलाई सोचेको अनि कति भए करेन्ट नखाएको पनि यहाँ बनाउँदैछ मेरो साथीले म चाहिँ भिडियो बनाउने मात्र हो बनाउने सबै उ गरे चाहिँ मेरो साथीले हो टक्क लाएर यहाँ ससेस फ्राई हुँदैछ फेरि करेन्टमा ससेस अन्डा भएन भने के नपुगे जस्तो हुन्छ नि तरकारीमा नुन नपुगे जस्तो हुन्छ के त्यही भएर कस्तो मजाले मोल्दैछ अघि यत्रो धेरै खाएको तै पनि अहिले पनि हेर्दामा मुखमा पानी आइरहेछ खान मन लागेर कस्तो खान मन लागिरहेछ अहिले हेर्दाखेरि त साथीहरूले झन् कस्तो भयो होला हेर्दाखेरि अनि टक्क मोलेर अब मेरो मुकबाङ सुरु हुन लागिसक्यो है साथीहरू यति नै हो मेरो मुकबाङ अब सुरु गर्छ मैले खानालाई गम अनि कति पछि खाएको कति पछि यसो मुकबाङ बनाएको मैले कस्तो अप्ठ्यारो जस्तो नि लागिरहेको त्यही पनि खाइरहेछ गम तर मेरो छेउछाउमा मेरो मोटेले डिस्टर्ब हानिरहेछ मलाई उसलाई पनि खान मन लागेर क्या यताबाट आउँछ घरि उताबाट आउँछ दिए भनेर ऊ त यो खायो भने मर्छ त्यही भएर दिनुहुन्न उनीहरूलाई त अनि हटाइछु मैले त्यही पनि मानिरहेको छैन आइरहेको छेउछाउमा मैले कस्तरी खान्छ गम 7 दिनसम्म भोकै बसेको मान्छेले जसरी खाइरहेछ गम दिइरहेछ अनि मेरो मुकबाङलाई हेरेर माया गरिदिनु होला च्यानललाई सब्सक्राइब पनि गरिदिनु लाइक कमेन्ट पनि गरिदिनु होला साथीहरू मुकबाङ भनेको यस्तै त होला नि होइन अब गरिरहेछ मुकबाङ मैले खाँदैछ अनि यो अन्डा आधा मात्र पाकेको कस्तो मिठो हुन्छ मेरो साथीहरू नि छेउछाउमा बसेर खाइरहेछ है साथीहरू अनि यस्तै हो एक फेर आउने जिन्दगीमा खाने हो रम्ने हो मस्तले चिल गर्ने हो भने जस्तै भइरहेछ म अहिले चाहिँ एकछिनको लागि